बराह पुराणमा भनिएको छ, बागमती नदी भागीरथी गंगा भन्दा 100 गुना पवित्र छ। बराह पुराण 215:49-56 मा यसो भनेको छ, पशुपति क्षेत्र बागमतीको महिमा हिमाद्रेश तुंग शिखराद्र उद्भूता बागमती नदी भागीरथ्या सतगुण पवित्रम तजलम स्मितम तत्र स्नात्वा हरेर्लोकानुपस्पृश्य दिवसपते मुक्त्वा देयं नरा यान्ति मम लोकम न संशय। ऋषि दुष्कृतकर्माण क्षेत्रेऽस्मिन् पसन्ति ये नियतं पुरुहूतस्य श्रिता स्थाने वसन्ति ते देवदानव गन्धर्वा सिद्धि विद्याधरो रगा मनुयोस्पर पसरयोसो यक्षा मोहिता मम मायया तदयै गुहां न जानन्ति यत्र सन्निहितो हरं तपस्तपोदनानं च सिद्धक्षेत्रं हि तत्तस्मितम् प्रवासाच्च प्रयागाच्च नैमिवात पुष्करादिपै कुरुक्षेत्रादपि बुधा क्षेत्रमेतं विशिष्येत् सोऽसुरो मे स्थितो यत्र हिमवान् भुवरेश्वर प्रभवन्ति यत सर्वा गंगाद्धा सरितांबरा तपस्मनं क्षेत्रबारे पुण्यपुष्ण सर्वासरीद्वरा सर्वे प्रस्वण पुण्या सर्वे पुण्या शिरोच्यात्। बराह पुराण 2:15-49-56 अर्थात् नेपाली भावानुवाद, बागमती नदी हिमालयको उच्च शिखरबाट प्रकट भएकी छन्। भागीरथी गंगाको भन्दा 100 गुना पवित्र उनको जल छ। बागमतीमा स्नान गरेर स्वर्गका अधिपति इन्द्रको लोकलाई छुँदै इन्द्रलोक हुँदै शरीर त्याग गरेर मनुष्य मेरो लोकमा शिवधाम शिवलोकमा जान्छन्, यसमा सन्देह छैन। यस पाशुपत क्षेत्रमा जो प्राणी निवास गर्छन् उनीहरू पाप गर्न भए पनि निश्चय नै इन्द्रको लोकमा जान्छन्। अर्थात् यस क्षेत्रमा जन्मिने मर्ने व्यक्ति पापी नै भए पनि इन्द्रलोकमा जान्छन्। देव दानव गन्धर्व सिद्ध विद्याधर नागमुनिहरू अप्सराहरू तथा यक्षहरू मेरो शिवको मायाले मोहित हुन्छन् र यो गुह्य कुरो जान्दैनन्। जहाँ म गुप्त रूपमा बसेको छु यो क्षेत्र तपस्वीहरूको तपस्याको स्थान र सिद्ध क्षेत्र मानिएको छ। प्रवास क्षेत्र प्रयाग नैमिष क्षेत्र पुष्कर क्षेत्र कुरुक्षेत्र भन्दा पनि यो क्षेत्र अति विशिष्ट मानिएको छ। जहाँ मेरा ससुरा पर्वतराज हिमालय छन्, जहाँबाट गंगा भागीरथी आदि सर्वश्रेष्ठ नदीहरू उत्पन्न हुन्छन्। त्यस श्रेष्ठ पुण्य क्षेत्रमा जति खोला नालाहरू छन् ती जम्मै पुण्य स्वरूप छन्। अर्थात् यस बागमती क्षेत्रका सम्पूर्ण खोला नाला नदीहरू सबै पुण्य स्वरूप छन् र सबै पर्वतहरू पनि पुण्य स्वरूप छन्। असरमस्तत्र भविता सिद्धिचारण सेवित शैलेश्वर इति ख्यात शरीर यत्र मे स्थितम् सोवन्ती तनावरा पुण्या बागमती पर्वतोत्तमात् भागीरथी भगवती कलुषं वहने निरीणम् कीर्तना वेदसं सुध्येत् दर्शनात् भूतिमाप्स्यति पाना व गाहना तत्तस्यात्तार एत सप्त वैकुलान् लोकपालास्तु चरन्ति तीर्थख्यालिस्तत् स्वयं तत्र स्नात्वा दिवय यन्ति मुतास्तेव एत्स्वपूर्भवा स्नात्वा ये च एतर नित्यं समर्चयन्ति माम् उद्धारामहेमाताति वैपरीत संसार सागरात् यस्तस्या वारिण्यां पूर्णमेकञ्च घटमुद्धरेन् स्थापनार्थ मम शुचि श्रद्धाधानो न सूयक वेदेङ्गाविदशा श्रेणीयेण विशेषत आतस्याग्निहोवस्य तत यत फल तस्य तद् भवेत्। त्यहाँ सिद्ध र चरणहरूद्वारा सेवन गरिएको आश्रय हुनेछ, जहाँ शैलेश्वर पशुपतिनाथ नामक मेरो शरीर स्थित छ।
त्यहाँ नदीहरूमा पवित्र बागमती नदी पर्वतराज हिमालयबाट बगेकी छन्। वेगले युक्त भएकी भागीरथी पनि उनी हिमालयबाट बगेकी छन् र मनुष्यहरूको पापलाई दग्ध गर्छिन्। बागमतीको नाम लिनाले मात्र पनि पवित्र भइन्छ, दर्शनबाट कल्याण प्राप्त हुन्छ। बागमतीको जल पान गर्नाले, आचमन गर्नाले र स्नान गर्नाले 7 कुललाई तार्दछ। लोकपाल पनि त्यहाँ घुम्छन् र तीर्थको ख्याति स्वयं प्राप्त छ। त्यहाँ स्नान गर्ने प्राणीहरू सिधै स्वर्ग जान्छन्। त्यहाँ मृत्यु प्राप्त गर्ने प्राणी मोक्ष प्राप्त गर्छन्। प्रतिदिन स्नान गरेर जसले पशुपतिनाथको पूजा गर्छन् उनीहरूसित प्रसन्न भएर उनीहरूलाई म संसार रूपी सागरबाट उद्धार गर्छु भनेर भगवान पशुपतिनाथले भनिएको छ। जसले मेरो स्नान गराउनका निम्ति श्रद्धापूर्वक दोष दृष्टि नराखिकन 1 घडा पूर्ण जल चढाउँछ, विशेष गरेर वेद वेदांग जान्न, वेद पढ्ने ब्राह्मणद्वारा चलाउँछ भने अग्निहोत्रको आराधना गरेको फल त्यसलाई प्राप्त हुन्छ भनेर भनिएको छ। यसरी हामीले विश्वकै हिन्दूहरूको पवित्र नदी बागमती अर्थात् भागीरथी गंगा भन्दा 100 गुना पवित्र नदीमा ढल मिसाएर यति धेरै पाप गरिरहेका छौं, जसले गर्दा मुलुकमा अनिष्ट निम्तिएको छ। बागमती नदी विश्वमा सर्वोत्कृष्ट नदी छ। यो नदी भन्दा पुण्य पवित्र अरू कुनै नदी छैन। धन्यवाद।